बाह्रै महिना एकनासले बगिरहने सङ्लो पानी। मुहानबाट पानी ओह्रालो बगिरहँदा एकहोरो माछा मुहानतर्फ दौडिरहेको हुन्छ। मुहानमा 7वटा सर्पमाथि किरातेश्वरको सुतिरहेको मूर्ति छ। मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठुला माछाहरू खेलिरहेको हुन्छ। शैक्षिक भ्रमणको अवसरमा यो दृश्य निहालेर दिक्तेल रूपाकोट मझगढी नगरपालिका 1 दिक्तेल स्थित दिक्तेल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका कक्षा 2 का विद्यार्थीहरू औधी रमाइरहेका छन्। बढेर ठुलो समेत नहुने यी माछाहरू कहिले उत्पादन भएको हो यकिन छैन। सो माछा मार्न नहुने मान्यताले पनि माछाले फैलने वातावरण पाएको भने पक्कै हुनुपर्छ। पछिल्लो समय सबैको गन्तव्य स्थल बन्दै गएको मध्ये पहाडी लोकमार्गमा पर्ने दिक्तेल रूपाकोट मझगढी नगरपालिका 6 नेर्पामा अवस्थित प्राकृतिक तथा धार्मिक स्थल भुलभुले दुधकुण्डमा रुखको फेदमा अनौठो किसिमले जमिन मुनिबाट निस्कने शुद्ध पानीको मुहानसँगै सानो प्राकृतिक पोखरी पनि जोडिएको छ। प्राकृतिक पोखरीको बीचमा किरात समुदायको पहिलो राजा यलम्बरको पूर्ण कदको शालिग राखिएको छ। भुलभुले दुधकुण्डमा आउने भक्तजनले जलशिकारी र 7 कन्या देवीको पूजा अर्चना गर्ने साथै परेवा जोडी उडाउने गर्छन्। जमिन मुनिबाट भुलभुल गरेर उम्रने भुलभुले दुधकुण्डको पानीले नुहाएमा तथा स्नान गरेमा रोग व्याधि नष्ट हुने जनविश्वास रहिआएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब 10 किलोमिटर पूर्व उत्तरमा पर्ने भुलभुले दुधकुण्डमा सहरी साधन पार्किङ गरेर झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्छ। भुलभुले दुधकुण्डमा खोटाङका सबै स्थानीय तहसँगै छिमेकी जिल्लाहरू साथै भारतका समेत दर्शनार्थी आउने गरेका छन्। भुलभुले दुधकुण्डबाट करिब 1 किलोमिटर उकालो पैदल चढेपछि एकनासले जहिल्यै सङ्लो र सेतो पानी बगिरहने मनोरम दृश्य देखिन्छ। रुवालुङ झरनाको ठुलो पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वनझाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको छ। गुफामा गएर वनझाँक्रीको पूजा अर्चना गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ। बुढापाकाका अनुसार परापूर्व कालमा गोठालाले भुलभुले रहेको पानीको मुहानबाट दुध बगिरहेको भेट्टाए। चाख्दा दुधकै स्वाद आउने दुधरूपी पानीलाई गोठमा लगेर उमालेर कुडोमा हाल्दा भने पुनः पानी बनेकाले सो स्थानलाई दुधकुण्ड भन्न थालिएको किम्वदन्ती रहिआएको छ। स्वतस्फूर्त रूपमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य थलोका रूपमा विकास हुँदै गएको भुलभुले दुधकुण्डमा सुतिरहेको किरातेश्वर, पोखरीको बीचमा उभ्याइएको किराती राजा यलम्बरको आकर्षक मूर्ति, पानीको मुहानमा खेलिरहेको असला माछा, 7 ढुङ्गे धाराको लहर, हरियाली वन साथै जलस्रोत भ्रमण तथा अवलोकन प्रमुख आकर्षणहरू हुन्।